सूर्यको क्षितिजसँगै जब दिन ढलेर रातको साम्राज्य चल्छ, तब पुनः मिरमिरी उज्यालोले दिनको उमङ्ग लिएर आउँछ। विगतमा योजनाविहीन चलेको आन्दोलनद्वारा उत्पन्न भएको सङ्कटहरूलाई निवारण गर्ने प्रतिबद्धता बोकी जन्मेका यथार्थवादी नेता श्री अनित थापा व्यावहारिक र पारदर्शी नेता हुन्। अनेकौं बाधा अडचन र ठोकरहरूलाई पन्छ्याउँदै अन्तमा जनताको साथ र माया पाएपछि जनताको अभिभावक भएर उहाँद्वारा चलाइएको जम्मै कार्य योजनाहरू सान्दर्भिक र व्यावहारिक छन्। भावनाको राजनीतिलाई किनाराकिट पारी यथार्थको राजनीतिक अध्याय सुरु गरी विगतका तानाशाही राजनीति संस्कारको अन्तसँगै विपक्षीहरूलाई आफ्नो मत विचार राख्न खुल्ला स्वातन्त्र्य दिने उद्धार नेता हुन् श्री अनित थापा। क्षेत्रीय मत भिन्नतासँगै अनेकौं लान्छनाहरू सहेर राष्ट्रिय राजनीतिको षड्यन्त्रपूर्ण चक्रव्यूहमा परेर पनि आफूलाई सफल नेता साबित गर्न सक्षम स्पष्टभाषी नेता हुन् श्री अनित थापा। उहाँलाई नै शिरमा राखी उहाँकै छत्र छायामा महाकाल बाबाको काखमा अवस्थित ऐतिहासिक पृष्ठभूमिमा हरियो चियाबारीले भरिएको सुन्दर लेबुङ बदमताम समष्टिका अनुभवी व्यक्तित्वहरूको झुण्ड लिएर शान्तिको मसाल बोकी जन्म भयो एक योद्धा। भीषण चुनौती र प्रतिस्पर्धा माझ अपार समस्याहरूको चट्टान तोड्दै चतुर योद्धाहरूको पृष्ठभूमिमा यथार्थको एउटा मसाल लिएर राजनैतिक कुरुक्षेत्रमा पाइला राख्दै कमाने दुःख पीडा भोगेर जन्मियो एक कान्छो योद्धा। दन्किएको तातो अग्नि पिण्डमा अञ्जली भर शीतल लिएर पनि निष्ठा र इमानदारिताको मन्त्र जपेर सुकर्मलाई आफ्नो हतियार बनाई अहिंसाको पवित्र सन्देश छर्दै सत्यताको एक सारथी बनी हिँडे एक कान्छो योद्धा। नाथियो मजबुत धराताल उसको, थिएन शीतल छानो उसको, नम्रताको प्रतीक बन्दै असल कार्यको नमुना गन्दै थुम्का थुम्का अन्ध्यारो भिरालो विवश जनताको सहारा बन्दै जनताको मुहारमा खुसी कोरेर योगेन्द्र प्रधान नामले परिचित बन्दै हिँडे एक कान्छो योद्धा। सबैलाई श्रद्धा माया दिएर कुना काब्जा उकाली ओराली दुःख पीडा सबैको अङ्गाली कर्म नै धर्मको मन्त्र लिएर हिँडे सबैसँग हातेमालो गरी विकासको थुप्रै दियो बाली एक कान्छो योद्धा। संगीत कला साहित्यमाथि श्रद्धा सम्मान अर्पण गर्दै लुप्त रहेको प्रतिभामाथि नयाँ जोश र उमङ्ग भर्दै कलालाई साँचो इज्जत दिएर कलाकारलाई सदैव जीवित पार्दै मुहारमा सदैव मुस्कान लिएर अनित थापाको हात मजबुत पार्दै हिँडे एक कान्छो योद्धा। निमुखा जनताको आस बनेर अघिबाट सङ्कट मोचन भएर खडेरी परेको गोर्खे समाजमा बर्सिदेऊ सधैँ झरी बनेर आशिष र माया छ सधैँ सबै जनताको। शिर नझुकोस् कहिले पनि उसको, शिर नझुकोस् अन्तिम श्वाससम्म उसको, शिर नझुकोस् अन्तिम श्वाससम्म उसको।
आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाऊ। यहाँको धरती बाँझो छैन, यहाँको धरती बाँझो छैन, विकासको फुल फुलाऊ। नमस्कार है, म डेभिड छेत्री, लेबुङ बदमताम समष्टि अन्तर्गत लाप्चेखेती शाखा र विशेष गरिकन है हामी एकदमै खुसी छौँ किनभने हाम्रो पुर्खादेखि नबनिएको यो जुन चाहिँ रोड छ है, हाम्रो लाप्चेखेती प्राइमेरी स्कुलदेखि सानो मैदान गाउँ जाने रोड छ र यो रोड चाहिँ है हाम्रो जिटिए मार्फत है बनिन गइरहेको छ र एकदमै हामी खुसी छौँ र यसको निम्ति हामी हाम्रा जिटिए का चेयरम्यान आदरणीय अनित थापाज्यू अनि हाम्रा लेबुङ बदमताम समष्टिका सभासद योगेन्द्र प्रधानज्यूलाई हामी मुरी धन्यवाद दिन चाहन्छौँ। विश्वास गर्छन् यहाँका मानिसहरू, शब्दमा होइन कर्ममा। विश्वास गर्छन् यहाँका मानिसहरू, शब्दमा होइन कर्ममा। विकासको लहर पुर्याउनु छ सहरमा नि गाउँमा, यो शान्ति क्षेत्रको आँगनमा शान्तिको उदाहरण प्रस्तुत गरेर देखाऊ। यहाँको धरती बाँझो छैन, यहाँको धरती बाँझो छैन, विकासको फुल फुलाऊ, विकासको फुल फुलाऊ। नमस्कार, मेरो नाम सियोन मुखिया, बदमताम हाई स्कुलका सहशिक्षक र म के भन्नु चाहन्छु भने अहिले जति पनि जिटिए अथवा यो भारतीय प्रजातान्त्रिकद्वारा जुन चाहिँ कार्य भइरहेको छ हाम्रो क्षेत्रमा र यसै कार्यको रूपमा हाम्रो बदमताममा पनि बिल्डिङ बनेको छ अनि 2टा भ्याम रुम अनि हाम्रो स्कुललाई यहाँनिर बाउन्डरी गरिदिनु भएको छ र त्यसको लागि म हाम्रो बदमताम लेबुङ समष्टिका सभासद श्रीमान योगेन्द्र प्रधानज्यूलाई एकदमै मुरी धन्यवाद दिन चाहन्छु। यो पुण्य भूमिको आँगनमा धर्मको उदाहरण प्रस्तुत गरेर देखाऊ। यहाँको धरती बाँझो छैन, यहाँ र यो हल मात्र होइन, यसको साथसाथै 2वटा टोयलेटहरू पनि यहाँनिर बनिएको छ र यसको निम्ति हामी शिक्षा सङ्घका सम्पूर्ण परिवार उहाँहरूप्रति एकदमै हामी मनभित्रबाट भनौँ अब एकदमै हामी अत्यन्त खुसी छौँ अनि उहाँहरूप्रति हामी कृतज्ञता व्यक्त गर्छौँ। किन भन्दाखेरि शिक्षा सङ्घले आजसम्म एउटा डाइनिङ हल धरि पाएको थिएन र हाम्रा नानीहरू भुइँमा बसेर खान्थे। त्यो देख्दाखेरि मलाई साह्रो एज अ हेड अफ इन्स्टिट्युसन साह्रो दुःख लाग्थ्यो र यसको निम्ति म उहाँहरूलाई हाम्रा आदरणीय चिफ जिटिए चिफ अनित थापाज्यू साथै
सभासद, हाम्रा लेबोङ समष्टिका सभासद, लेबोङ बदामताम समष्टिका सभासद आदरणीय योगेन्द्र प्रधान भाइलाई हार्दिक हृदयबाट म आन्तरिक हृदयबाट धन्यवाद दिन्दछु। धरती बाझो छैन विकासको फुल फुलाऊ, विकासको फुल फुलाऊ, विकासको फुल फुलाऊ, विकासको फुल फुलाऊ।